के तपाईले पनि ब्याचलर्स डिग्री नेपालमै गर्ने सोच बनाउनु भएको छ? यदि त्यसो हो भने पेइङमा पढ्नुभन्दा स्कलरसिपमा पढ्नु तपाईको लागि बेटर अप्सन हुन सक्छ। किनभने पोखरा विश्वविद्यालयले हरेक वर्ष डिफ्रेन्ट फ्याकल्टी अन्तर्गत डिफ्रेन्ट कोर्सेसहरू बीबीए, बीसीए, बीएचएम लगायतका कोर्सेसहरूका लागि 1300 प्लस फुल स्कलरसिप प्रोभाइड गरेको हुन्छ। यदि तपाईले पनि नेपालमा फुल स्कलरसिपमा पढ्नका लागि भिडियोहरू रिसर्च गर्दै हुनुहुन्छ भने तपाईँ राइट प्लेसमा आउनुभएको छ। अब हामीले यो भिडियो सिरिजबाट पोखरा युनिभर्सिटीको फुल स्कलरसिपको बारेमा फुल डिटेलमा बुझ्नेछौँ। यो भिडियो सिरिजलाई चाहिँ मैले डिफ्रेन्ट पार्टहरूमा डिभाइड गरेको छु। लेट्स सी। अब चाहिँ हामीले के को डिस्कस गर्दैछौँ भन्दाखेरि पोखरा युनिभर्सिटीको स्कलरसिपको सिरिजलाई चाहिँ कतिवटा पार्टमा डिभाइड गरेका छौँ भनेर। मैले यसको लागि चाहिँ तपाईँहरूलाई स्क्रिन सेयर गरेर देखाइसकेको छु। अब भिडियो स्ट्रक्चर ओभरभ्यू भनेको छ। यसमा पार्ट 1 मा चाहिँ के कुरा गर्छु भन्दाखेरि स्कलरसिपको जेनरल इन्ट्रोडक्सन। यसको जेनरल इन्ट्रोडक्सन चाहिँ यो पार्ट 1 मा क्लियर हुन्छ र पार्ट 2 मा कुरा गर्नुपर्दा चाहिँ टोटल स्कलरसिप सिट्सहरू पोखरा युनिभर्सिटीले कुन फ्याकल्टीको लागि कति कोटाहरू प्रोभाइड गरेको छ भन्ने कुरा चाहिँ हामीले यो पार्ट 2 मा डिस्कस गर्छौँ र पार्ट 3 मा चाहिँ प्रोग्राम वाइज सिट डिटेल्स कुन फ्याकल्टीको लागि कति सिट्सहरू दिएको छ त, साइन्स एन्ड टेक्नोलोजीको लागि, म्यानेजमेन्टको लागि कति कोटाहरू प्रोभाइड गरेको छ भन्ने कुरा चाहिँ हामीले यो पार्ट 3 मा डिस्कस गर्छौँ र पार्ट 4 मा चाहिँ टाइप्स अफ स्कलरसिप कस्तो प्रकारको स्कलरसिपहरू चाहिँ प्रोभाइड गरेको छ पोखरा युनिभर्सिटीले भन्ने कुरा चाहिँ हामीले यो पार्ट 4 मा डिस्कस गर्छौँ र पार्ट 5 मा कुरा गर्नुपर्दा चाहिँ एलिजिबिलिटी क्राइटेरिया भनेको के कति योग्यता चाहिन्छ त यो स्कलरसिप अप्लाई गर्नको लागि भन्ने कुरा चाहिँ हामीले यो पार्ट 5 मा डिस्कस गर्छौँ र पार्ट 6 मा कुरा गर्नुपर्दाखेरि रिक्वायर्ड डकुमेन्टहरू के कस्तो डकुमेन्टहरू चाहिन्छ भन्ने कुरा चाहिँ हामीले यो पार्ट 6 मा डिस्कस गर्छौँ र पार्ट 7 मा कुरा गर्नुपर्दा इन्ट्रान्स इक्जाम सिलेबस, इन्ट्रान्स इक्जाम दिनको लागि के कस्तो सिलेबसहरूको प्रिपेयर गर्नुपर्छ त भन्ने कुरा चाहिँ हामीले यो पार्ट 7 मा डिस्कस गर्छौँ र पार्ट 8 मा कुरा गर्नुपर्दा चाहिँ एक्जामिनेसन डिटेल्स, यो इक्जाम कहाँ हुने हो, कति मार्क्सको इक्जाम दिनुपर्ने हो, टाइमिङ कति हुन्छ भन्ने कुरा चाहिँ हामीले यो पार्ट 8 मा एक्जामिनेसन डिटेल्स अन्तर्गत डिस्कस गर्छौँ। पार्ट 9 मा चाहिँ हामीले फर्म ओपन डेट, फर्महरू कसरी भर्ने, कम्प्लिट एप्लिकेसन प्रोसेस पनि सिक्नेछौँ हामीले यो पार्ट 9 मा र पार्ट 10 मा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि स्कलरसिपको बेनिफिटहरू के कस्तो छ भन्ने कुरा चाहिँ हामीले यो बुझ्छौँ र यसरी नै हामीले यो फुल स्कलरसिपको भिडियो सिरिजलाई चाहिँ कम्प्लिट गर्छौँ।